प्रेम के हो? प्रेम कुनै शब्द होइन, न कुनै बाचा मात्रै। प्रेम त त्यस्तो अनुभूति हो जुन एकचोटि मनमा बसेपछि जिन्दगीभरि निस्किँदैन। मलाई थाहा थिएन प्रेम यति गहिरो हुन्छ भनेर। उसलाई पहिलो पटक देख्दा मन हल्का मुस्कुराएको थियो, तर त्यो मुस्कान मेरो जीवनको सबैभन्दा भारी पीडा बन्छ भनेर सोचेको पनि थिएन। दिनहरू बित्दै गए, कुरा बढ्दै गए, साथमा हुँदा पनि मनसँगै हुन्थ्यो। उसको एउटा सानो सन्देशले दिन उज्यालो हुन्थ्यो र जवाफ नआउँदा रात झन् अँध्यारो। मैले प्रेम गरेँ, कुनै स्वार्थ बिना। न उसलाई बाँध्न खोजे, न आफ्नो बनाउने जिद्दी गरे। उसको हाँसोमा आफ्नो भविष्य देखेँ, उसको आँसुमा आफ्नो आत्मा हराए। तर प्रेम सधैँ पाउने कुरा रहेनछ। कहिलेकाहीँ प्रेम भनेको छोड्न सिक्नु पनि रहेछ। समय आयो जब उसले भने, म बाध्य छु। उसको आवाजमा मायाको कमी थिएन, तर निर्णयमा मेरो ठाउँ थिएन। म मौन रहेँ, किनकि प्रेम भनेको रोकेर राख्नु होइन, खुसीका लागि आफू टाढिन सक्नु पनि हो। आज ऊ अरू कसैको जीवनमा सायद खुसी छ, र म आज पनि उसैको सम्झनामा बाँचिरहेको छु। रातहरू लामो हुन्छन्, जब निन्दाभन्दा यादहरू बलिया हुन्छन्। मनले भन्छ भुल, तर हृदयले सोध्छ कसरी। त्यही बुझेँ मैले प्रेम के हो। प्रेम भनेको नपाउँदा पनि घृणा नगर्न सक्नु, छोडेर गए पनि आशीर्वाद दिन सक्नु, र आफू टुटेर पनि अरूको खुसी चाहिरहनु। सायद प्रेम यही हो, आफूलाई हराएर अरूलाई पाउने चाहना, तर कहिल्यै नपाइने एउटा अधुरो कथा। साथीहरू, तपाईँले मैले प्रेम के हो, प्रेमको बारेमा सानो मैले स्टोरी जस्तै एउटा सानो लेख तपाईँहरूमाझ राखेको छु। कस्तो लाग्यो? यदि राम्रो लागेछ भने लाइक कमेन्ट गर्न नभुल्नुहोला। साथै युट्युब च्यानल सब्सक्राइब गरेर र फेसबुक पेजमा जोडिन नभुल्नुहोला। आजको लागि यति नै। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। तबसम्मको लागि बिदाय हुन्छु। धन्यवाद।